2025 को आईसीसी पुरुष टी20 विश्वकप एसिया पेसिफिक क्षेत्रीय फाइनल एक महत्वपूर्ण क्रिकेट प्रतियोगिता हुनेछ जुन 2026 पुरुष टी20 विश्वकपको छनौट प्रक्रियाको हिस्सा हो। यो प्रतियोगिता ओमानमा 2025 अक्टोबर 1 देखि 17 सम्म आयोजना हुनेछ। यस प्रतियोगिताबाट शीर्ष 3 टिमहरू छनौट भएर 2026 को टी20 विश्वकपमा सहभागी हुनेछन्, जहाँ अघिल्लै छनौट भइसकेका टिमहरूमा अफगानिस्तान, अस्ट्रेलिया, बांग्लादेश, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलङ्का सामेल छन्। भारत र श्रीलङ्का आयोजक राष्ट्रको हैसियतले सिधै 2026 टी20 विश्वकपमा छनौट भएका छन्। त्यसैगरी अफगानिस्तान, अस्ट्रेलिया र बांग्लादेश अघिल्लो संस्करणको शीर्ष 8 टिममा परेर छनौट भएका हुन्। न्युजिल्यान्ड र पाकिस्तान भने आईसीसी पुरुष टी20 टिम र्याङ्किङको आधारमा विश्वकपमा पुगेका हुन्। यस छनौट चक्रमा एसियन सब रिजनल चरणमा 14 टिम र इएपी इस्ट एसिया पेसिफिक सब रिजनल चरणमा 8 टिम सहभागी थिए। प्रत्येक एसिया सब रिजनल छनौटको शीर्ष 2 टिमहरू र इएपी सब रिजनल छनौटका विजेता टिमहरू एकसाथ भएर संयुक्त क्षेत्रीय फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यस क्षेत्रीय फाइनलमा नेपाल, ओमान र पपुवा न्युगिनी पनि सहभागी हुनेछन्, जसले 2024 को टी20 विश्वकपमा भाग लिएका कारण सिधै बाई प्राप्त गरेका छन्। यस्तै नेपाल क्रिकेट सम्बन्धी भिडियो मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हामी नेपाल क्रिकेटसँग सम्बन्धित प्रत्येक अपडेट तपाईसम्म ल्याइरहनेछौँ। धन्यवाद।